साथीहरू बित्दै गरेको दिनमा वृक्षारोपण गर्दै गरेको अपडेटहरू तपाईँहरूसँग दिन डेली ल्याइराखेको थियो भने आज चाहिँ हामी ब्यानरसँग छौँ र आज हाम्रो फाइनल डे छ वृक्षारोपणको है। तपाईँहरूले पनि वृक्षारोपण गरिसक्नुभयो होला। हाम्रो चाहिँ भर्खर प्रोग्राम हुँदैछ, तर हामीले चाहिँ वृक्षारोपण बित्दै गरेको दिनमा धेरैवटा गऱ्यौँ, तर आज चाहिँ हाम्रो फाइनल छ है। तपाईँलाई देखाउन चाहन्छु, आज हामी विथ ब्यानर छौँ र आज चाहिँ हामी वृक्षारोपण चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ आज चाहिँ हामी प्लान्टेसन चाहिँ हामी फ्रुट्सको गर्न गइरहेको छौँ। तपाईँलाई देखाउन चाहन्छु, यो फ्रुट्स हो, यो म्याङ्गो भनेदेखि यो गाभा अम्बक हो है। हाम्रोमा तपाईँको चन्दनको बोट पनि छ र आज चाहिँ हामी फाइनल आज हाम्रो प्रोग्राम हुन गइरहेको छ है। सो तपाईँलाई भिडियो मन परे लाइक कमेन्ट सेयर गरिदिनुहोस्। हामी एकदमै रेडी छौँ र हाम्रो चाहिँ आज सबै स्टाफ आएर है यहाँनिर वृक्षारोपण गर्नेछ र यति बेला चाहिँ हामीले तपाईँको फर्टिलाइजरहरू मिलाइराखेका छौँ र हाम्रो एकछिनमा धेरै क्राउड हुनेवाला छ। यहाँ म तपाईँलाई भिडियोमा देखाउने नै छु। हाम्रो चाहिँ वृक्षारोपण सुरु भइसकेको छ। साथीहरू तपाईँलाई देखाउन चाहन्छु, आज चाहिँ हाम्रो धेरै है स्टाफहरू छ। हाम्रो पानीको ट्याङ्करहरू पनि एभाइलेबल छ भने तपाईँलाई देखाउन चाहन्छु आजको वृक्षारोपण। एउटा भिडियो गरिदिनु छ मजाले फुटाउनु अलि वरिपरि पानी हाम्रो यहाँ चाहिँ हाम्रो ह्यान्डसम बोय हो। उहाँलाई तपाईँले फेसबुकमा सर्च गर्न सक्नुहुन्छ। एकदम ह्यान्डसम हुनुहुन्छ। यहाँ हाम्रो ह्यान्डसम गर्ल हो, यहाँलाई पनि फलो गर्न सक्नुहुन्छ तपाईँले। ह्यान्डसम गर्ल पो भनी पठाएछ। कहाँ फोटो उठाओ फोटो। ये एमबीपीसीएल का सबसे स्मार्ट इंजीनियर है, आप देख सकते हैं इसको। ढेर सारा इनको प्यार दीजिए, ये बहुत लोयल लड़का है। मदन